भुजुङ हाइड्रो पावर लिमिटेडले पौष 3 गतेदेखि आइपिओ निष्कासन गर्दैछ, जसमा लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू दुवै सहभागी हुन सक्नुहुन्छ। उक्त कम्पनीको कुल जारी पुँजी रु 1 अर्ब रहेको छ, जस अन्तर्गत स्थानीयका लागि 10 लाख किता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि 1 लाख किता छुट्याइएको छ। स्थानीयले पौष 3 देखि 17 सम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले पौष 3 देखि 7 सम्म आवेदन दिन सक्नुहुनेछ। न्यूनतम 10 कितादेखि अधिकतम 50,000 कितासम्म आवेदन दिन मिल्ने यस आइपिओको इस्यु म्यानेजर कुमारी क्यापिटल लिमिटेड रहेको छ। साथै आइसिआरए नेपालले कम्पनीलाई बी इस्युवर रेटिङ दिएको छ, जसले कम्पनीको जोखिम स्तर तुलनात्मक रूपमा उच्च रहेको संकेत गर्दछ। अब भन्नुहोस्, तपाईँ यो आइपिओमा आवेदन दिनुहुन्छ कि दिनुहुन्न? कमेन्टमा लेख्न नबिर्सनुहोला।